हजुरको त्यो धुलेखेलको जग्गा छ नि, त्यो किन्नलाई मान्छे आएका छन्। त्यो जमिन त मेरो होइन, मैले कसरी बेच्न मिल्छ? जमिन त हजुरकै नाममा छ त। मेरै नाममा छ, तर त्यो जग्गा मेरो सौतिनी आमाका छोराहरूको हो। उनीहरूले बेचेर खाइहाल्छन् कि भनेर बाबाले मेरो नाममा राखिदिनु भएको हो। अनि अहिले हजुरको भाइहरू कहाँ हुनुहुन्छ त? स्वागतम मेरो भाइ। दाइ, तपाईले समयलाई धेरै पर्खाउनु भयो, तर समयले तपाईलाई पर्खाउँदैन। अब हाम्रो सम्पत्ति लिनलाई हामी कति दिनसम्म कुर्ने, कति दिनसम्म चुप लागेर बस्ने? भगवान कसम, कानले छोड्ला, यो गालीले छोड्दैन। तैले ठिक भनिस् भाइ। अब चाँडै नै न्यायाधीशले एकलौटी पारेको हाम्रो जायजतामा हाम्रै अधिकार हुनेछ। चाँडै होइन, अझै भन्नुहोस्। कामलाई थाती राख्दा आफैलाई बिरोल्छ। तेरो कुरो मन पर्यो भाइ। यो हाम्रो प्यारो दाइ कहाँ छ? आफ्नो पाप पखाल्न मनोकामना गएको छ रे। जाउँ दाइ, त्यसलाई बाटोमै। स्वागतम। मलाई जेल पठाएर आफू मनोकामनाको यात्रा गरेर आउँदैछस् होइन? तैले जेल सजाय आफ्नो कर्मले पाएको होस्। तपाईले बयान नदिएको भए हाम्रो दाइलाई सजाय नै हुन्थेन। छोड्दे काली पितेका कुरा। पहिला तिमीहरू आफ्नो बानी सुधार, अनि मात्र मसँग सम्पत्ति माग्न आउनु, नत्र तिमीहरूले फुटेको कौडी पाउने छैनौ। नानीदेखि लागेको बानी कहाँ छुट्छ र? ए धनवीर, बाटोबाट गाडी हटा। हामीले हाम्रो भागको सम्पत्ति पाएनौँ भने तपाईँको बाटोबाट गाडी होइन, हाम्रो बाटोबाट नै सबैलाई हटाइदिनेछ। त्यसपछि सारा सम्पत्ति हाम्रो हुनेछ, हाम्रो। मलाई धम्की दिँदैछस्? ए न्यायाधीश, कालीले धम्की दिन जानेको छैन, काम तमाम गर्छ। भगवान कसम, कालले छोड्ला, यो कालीले छोड्दैन।